हामीले योभन्दा अगाडि भनिसकेका छौँ। भगवान धरतीमा जब जब अत्याचार हुन्छ, रगतको खोला बग्छ, मान्छेले मान्छेको मासु खान्छन्, मान्छे नै भेडा बाख्रा सराबरका हुन्छन्, मान्छे नै आफ्नोले आफ्नोलाई चिन्दैन, बाउले छोरी चिन्दैन, दाइले बहिनी चिन्दैन। यस्तो अत्याचार भएको देख्न नसकेर भगवान धरतीमा अवतरण गर्नुहुन्छ भनेर हामीले योभन्दा अगाडि बताइसकेका छौँ भने आज भगवानको बास निवास भनेको परमधामको निवासी उहाँ हुनुहुन्छ। उहाँ धरतीमा आएर उहाँले जब मातालाई उहाँ आइसकेपछि उहाँले स्वर्गको द्वार खोल्नलाई, स्वर्गको ढोका खोल्नको लागि मातालाई नै उहाँले निमित्त बनाएर माता शक्तिलाई उहाँले अगाडि लैजानलाई, राक्षसहरूलाई नाश गर्नको लागि माता शक्तिको आवश्यकता भएको हुँदा उहाँले स्वर्गबाट परमधामबाट आएर मातालाई स्वर्गको द्वार कलश हाल्ने यसरी सुन्नुहुन्छ। त्यही भएर हामीहरू यो अहिले हेराउने भन्ने कुरा, हेराउने यो अन्धविश्वास हो। यसमा केही छैन भनेर अन्धविश्वास भनेर भन्ने गर्नुहुन्छ, तर यो अन्धविश्वास होइन, एकदम भएको सत्य भगवानको साथ सत्य कुरा हो। यो अन्धविश्वास होइन। उहाँ आएर मातालाई, श्री स्वस्थानी परमेश्वरी माता, दुर्गा माताहरू हुनुहुन्छ। उहाँलाई भगवान शिवजीले स्वयं परमपिताले आएर स्वर्गको ढोका खोल्नलाई कलश दिनुहुन्छ। त्यही भएर हामीहरूले 108 अङ्खरामा हामीले पानीलाई चार्ज गर्ने गर्छौँ। त्यही पानी चार्ज गरेर अनि हामीहरूले औषधि बनाउने गर्छौँ। अनि त्यहीबाट नै चामललाई टपलेट गराउने गर्छौँ। यो कुनै अन्धविश्वास होइन। यो एकदम ढुक्क साथ भगवानले दिएको यो सत्यवाणी हो। हजुरहरूले पनि यो हेराउने, भविष्यवाणी गर्ने, उपचार गर्ने यी तत्त्वहरू स्वयं भगवान आएर आफै गुरु भएर दिनुभएको शिक्षा हो। त्यसैले यो अन्धविश्वास चाहिँ नभन्नुहोला। उहाँले स्वर्गको ढोका खोलिसक्नु भएको छ माताद्वारा।